साथीहरू, आज हामी यस्तो देशको बारेमा कुरा गर्दैछौँ जुन संसारकै सबैभन्दा पुरानो सभ्यता भएको देशमा पर्दछ। एउटा यस्तो देश जहाँ आफ्नो धर्म र परम्परा विपरीत बोले सिधै मृत्युदण्ड समेत दिइन्छ। एउटा यस्तो देश जहाँ विवाह अपरिहार्य मानिन्छ। यदि कोही व्यक्तिले बिहे गर्न मान्दैन भने उसले परिवारबाट बहिष्कृत हुनु पर्दछ। साथीहरू, यो देश एउटा यस्तो देश हो जहाँ बुबा छोरी बीच बिहेको परम्परा रहिआएको छ। अझ विशेष रूपमा भन्नुपर्दा कानुनी रूपमा यहाँ बुबाले आफ्नी छोरीसँग बिहे गर्न पाउँदछन्। साथीहरू, आज हामी एसिया महादेशको पश्चिमी भूभागमा अवस्थित एउटा कट्टर सिया मुस्लिम देश इरानको बारेमा कुरा गर्दैछौँ। साथीहरू, इरानको आधिकारिक नाम हो इस्लामिक रिपब्लिक अफ इरान। यो देशको कुल जनसङ्ख्या 9 करोड 15 लाखको हाराहारीमा रहेको छ। यहाँका मानिसको औसत आयु 77 वर्ष रहेको पाइन्छ भने यो देशमा सबैभन्दा बढी बोलिने भाषा इरानी रहेको छ। यससँगै यहाँ टर्किस, कुर्दिस र अरबिक भाषा पनि बोलिने गर्दछ। साथीहरू, इरानलाई पर्सियन भाषामा ल्यान्ड अफ आर्यन भनिने गर्दछ। इतिहासको एउटा कालखण्डमा आर्यनको निकै नै वर्चस्व रहेको थियो र इरानबाट नै आर्यहरू विश्वभर फैलिएको मान्यता रहिआएको छ। साथीहरू, इरानको भौगोलिक सिमाना 7वटा देशसँग जोडिएको छ, जसमा टर्की, इराक, अफगानिस्तान, पाकिस्तान, तुर्कमेनिस्तान, अर्मानिया र अजरबैजान पर्दछन्। साथीहरू, इरानमा 79% मानिसहरू मुस्लिम धर्मावलम्बी रहेका छन्। यहाँ मात्र 1% मानिसहरू गैर मुस्लिम धर्मावलम्बी रहेका छन्, जसमा इसाई, यहुदी र फारसी धर्मावलम्बी रहेका छन्। साथीहरू, इरानको राजधानी तेहरान यो देशको सबैभन्दा ठूलो शहरमा पर्दछ। पश्चिम एसियामै सबैभन्दा धेरै जनसङ्ख्या भएको शहरमा तेहरान पर्दछ। साथीहरू, इरानलाई पेस्ताको राजधानीको रूपमा पनि चिनिन्छ। अमेरिका पछि संसारमै सबैभन्दा धेरै पेस्ता उत्पादन हुने देशमा इरान पर्दछ। विश्वमै उत्पादन हुने कुल पेस्ताको 20% हिस्सा इरानले ओगटेको छ। साथीहरू, संसारमै सबैभन्दा धेरै तेलको भण्डार भएको देशमा इरान पर्दछ। यो देशले प्रतिदिन 43 लाख ब्यारल तेल उत्पादन गर्दछ। तेल उत्पादनको मामिलामा इरान विश्वमै 9औं स्थानमा आउँदछ। यो देशको अर्थतन्त्रको मुख्य स्रोत तेल रहँदै आएको छ। तेल बेचेर नै इरान आज विश्वकै शक्तिशाली देशको सूचीमा पर्दछ। यो देशमा पानीको कमी भए पनि तेल भने प्रशस्त मात्रामा रहेको छ। प्राकृतिक ग्यास उत्पादनको मामिलामा यो देश विश्वमै दोस्रो स्थानमा आउँदछ। साथीहरू, इरानमा पानीको निकै नै ठूलो समस्या रहेको छ। यहाँ वर्षा बिरलै मात्र हुने गर्दछ। वर्षमा जम्मा 240 मिलिलिटर पानी यो देशमा पर्दछ, जुन एकदमै थोरै मानिन्छ। यो देशको धेरै ठाउँ मरुभूमि तुल्य छ जहाँ पानी देख्न पाइँदैन, तर पनि यो देशले विविध माध्यमबाट जनतालाई पानीको सुविधा दिँदै आएको छ। साथीहरू, विश्वका थोरै देशमध्ये इरान एउटा यस्तो देश हो जहाँ 13 वर्षकै उमेरमा केटीले र 15 वर्षमा केटाले कानुनी रूपमै बिहेको अनुमति पाउँदछन्। इरानको कानूनले बहुविवाहलाई पनि कानूनी मान्यता दिएको छ। यहाँ एउटा पुरुषलाई 4 जना महिलासँग विवाह गर्न छुट दिएको छ। यहाँ पुरुषले महिलालाई डिभोर्स दिन कुनै ठूलो कारण चाहिँदैन, तर महिलाको मामिलामा भने फरक छ। यहाँ विशेष परिस्थिति बाहेक महिलाले डिभोर्स दिन वर्जित गरिएको छ। साथीहरू, बुबा छोरी बीच बिहेको प्रचलन हुने देश सायद विश्वमा नहोलान्, तर इरानमा भने फरक छ। यहाँ धर्मपुत्रीको रूपमा आफैले पालन पोषण गरेर हुर्काएको छोरीसँग बिहे गर्न मिल्दछ, तर यसको लागि कम्तीमा पनि छोरी 13 वर्ष पुगेकै हुनु पर्दछ। साथीहरू, इरानमा कुनै पनि महिलाले पुरुष मान्छेसँग हात मिलाउन पाइँदैन। यदि यसो गरेको पाइएमा कानून अनुसार कारबाही हुने गर्दछ। इरानमा महिलाले पुरुषसँग हात मिलाउनु या अङ्कमाल गर्नु अपराधको रूपमा लिइन्छ र कानून अनुसार दण्डित हुनु पर्दछ। साथीहरू, बाल विवाह रोक्नको लागि विश्वमा ठूला संस्थाहरू खडा भएका छन्। बाल विवाहले पार्ने दीर्घकालीन असर बारे धेरै ज्ञान बाँडिन्छ, तर इरानमा बाल विवाह आम रूपमा लिइन्छ र यहाँ अर्को विचित्रको परम्परा के छ भने केही घण्टा अथवा केही दिनको लागि पनि यहाँ बिहे गर्ने प्रचलन रहँदै आएको छ। आफूले मन परेको केटीलाई रमाइलोको लागि केही दिन अथवा घण्टाको लागि बिहे गर्न पनि सक्नुहुन्छ। सुन्दा अचम्म लाग्ने यस्तो प्रचलन इरानमा भने साधारण रूपमा लिइन्छ। साथीहरू, इरानमा यदि कोही पुरुषले कुनै महिलासँग गलत व्यवहार गर्छ भने उक्त व्यक्तिले सोही महिलासँग बाध्यात्मक रूपमा बिहे गर्नुपर्ने हुन्छ। साथीहरू, इरानमा विश्व प्रसिद्ध एपहरू जस्तै फेसबुक, युट्युब र एक्स पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै यहाँको सरकारले विदेशी एपहरूमा प्रतिबन्ध लगाएको हो। यससँगै इरानमा स्याटेलाइट टिभीमा पूर्ण प्रतिबन्ध लगाइएको छ। त्यसैले त यहाँका मानिसहरूले आफू खुसी टिभी च्यानलहरू हेर्न पाउँदैनन्। देशमा छाडापन भित्रिन नदिन यहाँको सरकारले धेरै कुरामा प्रतिबन्ध लगाएको छ। इरानमा गुगललाई पनि प्रतिबन्ध लगाइएको छ, जासुसी साइटको रूपमा हेरिने गर्दछ। सन् 2012 मा इरानका सेना प्रमुखले गुगल एउटा जासुसी संस्था भएको आरोप लगाएका थिए। यसै कारण इरानले आफ्नै देशको इन्टरनेट प्रयोग गर्दै आइरहेको छ।
जुन इन्टरनेट सरकारी नियन्त्रण र निगरानीमा हुने गर्दछ। देशभित्र कुनै किसिमको विद्रोह र सरकार विरुद्ध प्रदर्शन नहोस् भन्नको लागि यो देशले पश्चिमीकरणलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। साथीहरू, इरानमा 40% मानिसहरू इन्टरनेटको पहुँचमा छन्। विश्वमा इन्टरनेट धेरै प्रयोग गर्ने देशमा इरान 24औं स्थानमा आउने गर्दछ। इरानमा रक्सी पूर्ण रूपमा प्रतिबन्धित छ। यहाँ रक्सी सेवन गरेको पाइएमा कानुनी कारबाहीमा परिन्छ। तर पनि गैर कानुनी रूपमा अत्याधिक मात्रामा मानिसले मद्यपान गरेको पाइन्छ। साथीहरू, इरानमा पहिरनलाई लिएर निकै नै कडा नियम बनाइएको छ। यहाँ मन लाग्दो रूपमा जे पनि लगाउन वर्जित गरिएको छ। यहाँ पुरुषले गल्तीले पनि हाफ प्यान्ट लगाएर हिँडेको पाइए सिधै कारबाहीको भागीदार बन्नु पर्दछ। यससँगै महिलाको सवालमा 9 वर्ष भन्दा माथिका उमेरले बाहिर हिँड्दा हिजाब अनिवार्य लगाउनु पर्दछ। साथीहरू, 1970 को दशकमा इरानको लिट्रेसी रेट 35% को हाराहारीमा थियो। यो देश गरिबी र अशिक्षाको चक्रव्यूहमा रुमल्लिरहेको थियो। पछि ठूलो परिवर्तनको लहरसँगै यो देश विश्व सामु विकासको खाका अघि सारेर प्रगतिको पथमा लम्कियो। त्यसैले त आज यो देशको साक्षर दर 93% पुगेको छ। साथीहरू, खानपिनको मामिलामा यो देश निकै नै अघि देखिन्छ। यहाँका मानिसहरू खानाको सवालमा निकै नै शौकिन हुने गर्दछन्। यहाँ धेरै जसो मानिसहरू भेडा र उटको मासु खाने गर्दछन्। परापूर्व कालदेखि नै यो देशमा उटको मासु खाने प्रचलन रहिआएको पाइन्छ। यहाँका अधिकांश मानिसहरू उटको कबाब बनाएर खाने गर्दछन्। साथीहरू, सुन्दरताको सवालमा संसारमै राम्रा र सुन्दर युवतीको देश भनेर इरानलाई चिनिन्छ। यहाँ युवती निकै नै आकर्षक र लोभ लाग्दा हुन्छन्। तर पनि यहाँका महिलाहरू स्वतन्त्र रूपमा हिँडुल र अनुहार देखाएर हिँड्न पाउँदैनन्, जसले गर्दा उनीहरूको सुन्दरतालाई छोपिदिन्छ। साथीहरू, इरानका मानिसहरू एकदमै फ्रेन्डली नेचरका हुने गर्दछन्। यहाँका मानिसहरू विदेशी पाहुनालाई निकै नै आदर र सम्मान गर्दछन्। त्यसैले त यदि तपाईँ पहिलो पटक इरान जाने सोच बनाउनु भएको छ भने तपाईँ निकै नै सहज महसुस गर्नुहुनेछ। साथीहरू, पश्चिम एसियाको विशाल पहाड भएको सुन्दर देशको रूपमा इरानलाई चिनिने गर्दछ। भौगोलिक रूपमा विविधता भएको यो देशमा तपाईँ हिम श्रृङ्खला, ठूला ठूला उपत्यका, हरियाली पहाडदेखि मरुभूमिसम्म देख्न सक्नुहुन्छ। साथसाथै संसारकै सबैभन्दा तातो भूभाग यही देशमा अवस्थित छ, जसलाई लुट मरुभूमिले पनि चिनिने गर्दछ, जहाँको तापक्रम 70 डिग्री सेल्सियससम्म मापन गरिएको थियो। साथीहरू, इरान एक कट्टर मुस्लिम देश भए पनि नागरिकलाई यहाँको सरकारले लिङ्ग परिवर्तन गर्न छुट दिएको छ। यो देश थाइल्यान्ड पछि विश्वमा सबैभन्दा बढी लिङ्ग परिवर्तन गर्ने देशमा पर्दछ। साथसाथै यहाँ शल्यक्रिया गरेर जुनसुकै नागरिकले पनि आफ्नो लिङ्ग परिवर्तन गर्न पाउँदछन्। तर यो देशमा समलिङ्गी विवाहलाई भने निषेध गरिएको छ। साथीहरू, विश्वमा सबैभन्दा धेरै नाकको शल्यक्रिया गर्ने देशमा इरान अग्र स्थानमा आउँदछ। यहाँका महिला तथा पुरुषले नाक आकर्षक देखाउनको लागि शल्यक्रिया गर्ने गरेको पाइन्छ। त्यसैले यहाँ धेरै मानिसहरू नाकमा ब्यान्डेज लगाएर हिँडेको देख्न सक्नुहुन्छ। यहाँ विशेष रूपमा महिलाले हिजाब लगाउँदा मुहार सबै छोपेर नाक देखाउनु पर्ने हुँदा नाकलाई आकर्षक देखाउनको लागि नाक शल्यक्रिया गर्ने गरेको पाइन्छ। साथीहरू, कस्तो लाग्यो त तपाईलाई इरान बारे बनाएको भिडियो? यदि तपाईहरू मध्ये कोही मध्यपूर्वबाट हामीलाई हेर्दै हुनुहुन्छ भने कृपया कमेन्ट बक्समा आफ्नो अवस्था बारे जानकारी दिन नभुल्नुहोला। यतिन्जेल हेरेर हामीलाई साथ दिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। कृपया भिडियो लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न अवश्य नभुल्नुहोला। धेरै धेरै धन्यवाद।